बाघले दुईटा बाख्रा मारे भर्खरै चराउँदै ठाउँको ठाउँ सुम्ले गाउँमा। यो कोलासोत्तर गाउँपालिका वडा नम्बर 2 सुम्लेमा हेर्नु यहाँ यसरी नङले हानेको रहेछ। यतापट्टि यो चाहिँ खसी हो गाइज। यो यतापट्टि यहाँ यसरी कान फुटाल्दै रहेछ। यहाँ यसरी हानेको हेर्नु दुईटा बाख्रा एकैचोटि। हिजो राति रविन्द्रहरूको एउटा खायो, आज दिउँसो यहाँ दुईटा खायो। यसरी खोलाको बगरमा चराउन ल्याउँदाखेरि चाहिँ यो माथि झाडीमा यहाँ खाइदिएको। हामीले यो बाख्राको चाहिँ आन्द्रा भुँडी निकालेर यहाँ यसरी पखाल्यौँ। अब यसको पनि आन्द्रा भुँडी निकालेर खोलामै पखालेर लान पर्ने भयो। के गर्नु, यस्तै छ, घाटा लगाइहाल्यो है। गाह्रो छ, पाल्यो लास्टमा यसरी बाघले खाइदियो भने कति घाटा लाग्छ गाइज। यो एउटा खसीलाई 10-12 हजार पर्छ। यो माउलाई 15-16 हजार पर्थ्यो। 20-25 हजार आजको दिनमै घाटा लाग्यो एकै दिनमा। हेर्नु त, पालेर मात्रै नि के गर्ने, यसरी खाइदिएपछि बाघले के हात हालेर हातले यहाँ यस्तो हानेको यार। दुःख छ गाइज, दुःख छ, गाह्रो छ, पीडा छ, के गर्ने, यही खोलाले पखाल्नु पर्यो। अब यसरी डोकोमा हालेर बोकेर लिएर आएको छु मैले। दुईटाकै भुँडी फाल्यौँ हामीले चाहिँ है खोलामा। दुईटाकै भुँडी फालेर, एउटा चाहिँ माउ हो, एउटा चाहिँ खसी हो। दुईटाकै भुँडी फालेर खोलाबाट चाहिँ मैले यसरी डोकोमा हालेर बोकेर आउँदैछु गाइज। यस्तै हो, के गर्नु गाउँघर है। कहिले कसको बाख्रा मार्छ, कहिले कसको बाख्रा मार्छ। आज चाहिँ सुशील भाइहरूको दुईटा, एउटा माउ र एउटा खसी हानिदियो है। हिजो रविन्द्रहरूको खायो। यसरी यो बाघ एकदम छट्टाको छ नि, एकदम छट्टाको छ। तपाईँहरूले बाख्रा हेर्ने बेलामा चाहिँ एकदम ध्यान दिनुपर्छ है। बाख्राको पछि हिँड्नुपर्छ। गाई होस्, बाख्रा होस्, गोरु होस्, भैँसी होस्। यो बाघ एकदम भौतारिएको छ, रगत मात्रै खाएर हिँडिरहेको छ। यसले कुन दिन गाई भैँसी गोरु केही भन्दैन, यसले बाख्रा केही भन्दैन, जे पनि हान्छ यसले। एकदम सुरक्षितसँग हेर्नु होला तपाईँहरूको बाख्रा, गाई, गोरु, भैँसी है। त्यही म्यासेज गर्न चाहे सम्पूर्णलाई। एकदम सुरक्षा दिएर आफ्नो जनावरहरू, आफ्नो गाई, बाख्रा, भैँसीहरू चाहिँ एकदम राम्रोसँग हेर्नु होला है। अब यस्तै छ है, यस्तो हुन्छ है। बाघले मारेपछि चाहिँ यस्तो घाटा हुन्छ गाइज। त्यही भएर गाह्रो छ, के गर्नु, अब मारिहाल्यो है। यस्तो छ गाइज, घाटा भयो। रेस्ट इन पिस।